सकारात्मक रूपान्तरण र समाजलाई एउटा सुव्यवस्थित र हामी यो युवाहरूले पनि एउटा समाजमा सकारात्मक कार्य गर्दै देश र राष्ट्रलाई पनि एउटा अधिकतम एउटा सकारात्मक दिशातर्फ लाग्ने भन्ने मूल नाराका साथ हिँडेको यो पहिला नेपाल जहाँ पुग्छ त्यहाँ पहिला पुग्छ भन्ने नाराका साथ हिँडेको यो सामाजिक संस्था पहिलो पाइला म यो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात गर्न चाहन्छु। हामी कार्यक्रम ढिलो गर्दैनौँ, अलिक छिटै गरेर सबै अतिथिहरू पनि आफ्नो काम भएका कारणले गर्दाखेरि हतार हुँदै हुन्छ। म कार्यक्रममा औपचारिक रूपमा सुरु गर्न चाहे। यस कार्यक्रमको अध्यक्षता गरिदिनको निमित्त पहिला नेपाल मन्त्री सभाका अध्यक्ष मेरा मित्र राजेन्द्र गुलाजीलाई मञ्चमा आएर त्यसै गरी आज आकर्षक यस कार्यक्रमका प्रमुख अतिथि हाम्रा प्रेरणाका स्रोत आदरणीय सामाजिक व्यक्तित्व लेखनाथज्यूलाई म आजको प्रमुख अतिथिको निमित्त आशीर्वाद दिनको निमित्त हार्दिक धन्यवाद चाहन्छु। त्यसै गरी इलाका प्रहरी कार्यालय दमकका डिएसपी साथ कृष्ण बन्साजीलाई पनि विशिष्ट अतिथिको निमित्त म हार्दिक धन्यवाद चाहन्छु। त्यसै गरी अतिथिको निमित्त म गभर्नर टाइगरका केन्द्रीय अध्यक्ष रेवत भण्डारीजीलाई पनि मञ्चमा आएर अतिथिको निमित्त त्यसै गरी अतिथिको निमित्त म दमक जेसिसका अध्यक्ष मेरा मित्र राजेन्द्र गुलाजीलाई पनि अतिथिको निमित्त आग्रह गर्न चाहन्छु। त्यसै गरी एउटा रगत यति महत्त्वपूर्ण चिज छ जो हामी मानवलाई एउटा बेडमा बिरामी भएको अवस्थामा एउटा रगतले मान्छेको ज्यानलाई पुनर्जीवन दिएको अवस्थामा यो काम गर्नुहुने दमक शाखाका प्रमुख आदरणीय सिद्धार्थ दाहालजीलाई पनि अतिथिको निमित्त सबैलाई मैले मञ्चमा आमन्त्रण गर्न चाहेको। त्यसै गरी रक्त सञ्चार भनेको एउटा वैज्ञानिक र अति संवेदनशील रक्त सञ्चार भनेको हाम्रो आफै पनि शरीरबाट ब्लड तपाईँको आफै निष्क्रिय अटोमेटिक निष्क्रिय हुने हुनाले तपाईँको कोही त्यो रगत चाहिँ हामीले सही ठाउँमा त्यो ब्लड हामीले दियौँ भने त्यो व्यक्तिको ज्यान चाहिँ एउटा नयाँ जीवन पाउँछ भन्ने मूल नाराका साथ अगाडि बढ्नुहुने आदरणीय रक्तदान गर्नुहुने दाता हामीले सबैले दमकमा प्रार्थी परिचित हुनुहुन्छ राजकुमार सेठजीलाई पनि म अतिथिको निमित्त हार्दिक अनुरोध चाहन्छु। त्यसै गरी प्रथम उपाध्यक्ष रोल अधिकारीजीलाई पनि म अतिथिको निमित्त हार्दिक अनुरोध चाहन्छु। म देख्दैछु हाम्रो ट्राफिक प्रहरी कार्यालयबाट सर आउनु भएको छ। म अतिथिको निमित्त आशीर्वाद गर्न चाहन्छु। त्यसै गरी पहिलो नेपाल गोर्खा शाखाका अध्यक्ष मेरो भाइ जो गोर्खा शाखामा अत्यन्तै धेरै राम्रो काम गर्नु भएको छ। हामीले त्यहाँनिर आजभन्दा 2 वर्ष अगाडि समिति बनाएर त्यहाँ पनि गोर्खा शाखाले पनि राम्रो काम गरोस् भन्नको निमित्त मलाई समिति बनाएको थियौँ र अहिले उहाँ गोर्खा शाखाका अध्यक्ष हुनुहुन्छ। उहाँलाई पनि अतिथिको निमित्त यहाँ आसन गर्न चाहन्छु। युवा चर्चित युवा पत्रकार आदरणीय भूमिराज प्राधिकरणलाई पनि अतिथिको निमित्त आसन गर्न चाहन्छु। त्यसै गरी बुलन्द आवाज मान्छे हेर्न चाहिँ सानो आवाज चाहिँ बुलन्द खेलकुद मिडियाप्रति धेरै चासो राख्ने आदरणीय पत्रकार उत्तम रिजललाई पनि म अतिथिको निमित्त आसन गर्न चाहन्छु। त्यसै गरी म हाम्रो पहिला नेपाललाई हसिम व्यक्तित्व युवराज गुलाजीलाई पनि अतिथिको निमित्त म आसन गर्न चाहन्छु। त्यसै गरी गर्नुहुने आदरणीय मल्टिमिडिया गठबन्धनका प्रबन्धक ऊर्जाशील व्यक्तित्व उहाँले समाचार राम्रै लेख्नुहुन्छ, एकदम कथित किसिमको मिडियाकर्मी पनि हुनुहुन्छ मेरो भाइ सुन्दर गौतमीलाई पनि म अतिथिको निमित्त आसन गर्न चाहन्छु। साथै पहिलो नेपाल गोर्खा शाखाका सचिव पनि आसन राख्नुहुन्छ प्रदीप रौलाजीलाई पनि म अतिथिको निमित्त आसन गर्न चाहन्छु। साथै
जीवन चक्र समाजका अध्यक्ष जिपी गौतमजीलाई पनि म ग्यासमा आसन गर्ने एकदम धार्मिक सफल हुनुहुन्छ उहाँको चेतना उहाँले भएको समाजप्रति सकारात्मक धारणा हामी कहिले बिर्सिने छैनौँ। उहाँलाई म आसन गर्न चाहे। त्यसै गरी सूर्य दर्शन सरकारी उपस्थित सम्पूर्णलाई kami berencana deh. त्यसै गरी मैले अतिथिको निमित्त मेरा मित्र राजेन्द्रज्यूको विशेष हुनुहुन्छ उहाँ उहाँलाई पनि मेरो अतिथिको निमित्त आसन गर्न चाहे। त्यसै गरी पहिलो पाइला यहाँका सम्पूर्ण पदाधिकारीहरूलाई पनि यथास्थानमा अतिथिको निमित्त आसन गर्न चाहे। हामी अतिथिको सम्मान गर्नेछौँ। त्यसै गरी अम्बिका माछा फ्राईको प्रोपाइटर तथा उद्योग पार्टी सङ्घको महिला सदस्य आदरणीय दिदी दुर्गा कुमारीलाई त्यसै गरी अतिथिको निमित्तमा पहिलो पहिला नेपाललाई साक्षर गर्नुहुने राजु त्रिवेदीलाई पनि म अतिथिको निमित्त हार्दिक अभिनन्दन चाहन्छु। उहाँ मैत्री समाजको अध्यक्ष पनि हुनुहुन्छ। धन्यवाद। साधन सभा तथा अधिवेशनमा यहाँहरू सम्पूर्णमा न्यानो स्वागत व्यक्तिगतबाट र सिधो पहिलो पहिलो नेपालको सभाबाट यहाँलाई न्यानो स्वागत गर्न चाहन्छु। स्वागत धन्यवाद। सबैले उठेर स्वागत गर्न सम्मान गरेको तपाईँको सबैलाई हात जोड्न चाहन्छु।
आयोजक पहिलो पाइला नेपाल दमक शाखा धन्यवाद। धन्यवाद। आजका प्रमुख अतिथि डाक्टर लेखनाथ नेपालज्यू। म मायाको चिनो हुने मायाले उहाँलाई हामी ईश्वरज्यू मार्फत चाहिँ मायाको चिनो पुरानो दिनको निमित्तमा हामी गर्न चाहन्छौँ। सम्पूर्णले तालिमले स्वागत गर्ने धन्यवाद। कार्यक्रम सफलता थियो। यस कार्यक्रमका अध्यक्षज्यू, आजका प्रमुख अतिथि, जीवन चक्र समाज नेपालका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक, लेखक, साहित्यकार र समाजलाई स्वास्थ्यमा कसरी रूपान्तरण, स्वास्थ्य जीवनका लागि समाज कसरी रूपान्तरण गर्न सकिन्छ भनेर अहोरात्र कलम चलाउनुहुने आदरणीय प्रमुख अतिथि डाक्टर लेखनाथ नेपालीज्यू, देशमा आसीन सम्पूर्ण अतिथिगणहरू, यस समाज रूपान्तरणका लागि कलम चलाउनुहुने आदरणीय पत्रकार मित्रहरू, पहिलो पाइलालाई हात्नका लागि निरन्तर रूपमा सेवाभावले अगाडि बढ्नुहुने सबै पदाधिकारीज्यूहरू, साथसाथै यो शाखा अधिवेशन, यो 5औं अधिवेशन र पद हस्तान्तरण भएको छ। पक्कै पनि यहाँहरू निर्वाचित भइसक्नु भएको छ होला। यहाँहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट, जीवन चक्र समाज नेपालको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। जीवन एउटा पाठशाला रहेछ। मेरो जीवनले र हाम्रो संस्थाले पहिलो पाइलालाई पनि एउटा पाठशालाको रूपमा हेरेको छ। कहिले विद्यालयका झोला, कहिले विद्यार्थीहरूलाई संस्कृति बनाउनको लागि पटल काट्ने कार्यक्रम, कहिले चाहिँ मन्दिर धार्मिक स्थलमा प्रसादी वितरण, कहिले सडक सरसफाइ, कहिले त एक अभियान यस्ता अनेकौँ अभियानहरूबाट आगामी नेतृत्व गर्ने आदरणीय भक्तलाई जसरी राजु हिरोलाई र यहाँको टिमले चलाउनु भएको छ। त्यसै गरी आगामी पहिलो कार्यक्रममा गौरव शाखा अध्यक्ष भूपेन्द्र ड्राइभरबाट सर्वप्रथम नमस्कार। 5औं शाखा अधिवेशन दमकको अवसरमा मलाई निमन्त्रण गरिदिनुभएकोमा सर्वप्रथम पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष लगायत सम्पूर्ण कार्य समिति परिवारमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। हामीलाई गौरव शाखामा यो अवस्थासम्म दोस्रो कार्यकालसम्म ल्याउन पुर्याउने अथवा गौरव शाखा चाहिँ खोल्नुपर्छ, गौरवमा पनि एउटा पहिलो पाइलाको प्रयास बनाउनुपर्छ भनेर चाहिँ मलाई बारम्बार भचाउँदै रहनुहुने दमक शाखा अध्यक्ष राजु हिरोज्यू, त्यतिखेर मलाई लाग्छ सभाका वरिष्ठहरूलाई लगायत हाम्रो शाखा प्रतिनिधि अथवा दमक शाखाबाट दिवस लगायत भएर चाहिँ गौरव शाखा बनाउनको महत्त्वपूर्ण योगदान छ। यो अधिवेशनको अवसरमा उहाँहरूलाई म हार्दिक आभार व्यक्त गर्दछु। उहाँले पहिलो पाइला नेपाल गौरवमा अथवा पहिलो पाइला नेपाल गौरवमा विभिन्न सामाजिक कार्यक्रम जोड्नको लागि उहाँको हातमा प्रयास गर्दछु। त्यसैले हामीलाई यो अवसरमा धेरैजनाले साथसाथ भिडियो गर्दछ, अझै गएर साथसाथ हामी पक्कै पनि विश्वास गर्दछु। पहिलो पाइला नेपाल दमक शाखाका विभिन्न गतिविधिहरू उत्कृष्ट गतिविधि सञ्चालन गर्दै आउनुभएको छ। लाग्छ कि दोस्रो कार्यकालमा 5औं अधिवेशनबाट निर्वाचित हुनुहुने सम्पूर्ण महानुभावहरूले, सम्पूर्ण व्यक्तित्वहरूले अझै राम्रो उत्कृष्ट कार्यक्रमहरू गर्दै आउनुहुनेछ। पहिलो पाइला नेपाल जहाँ समस्या देख्छ त्यहाँ चाहिँ सब कोही पुग्छ भन्ने नाराका साथ अग्रिम रूपमा सम्पूर्णलाई हार्दिक बधाई दिँदै र जो उत्कृष्ट कार्यक्रमहरू गर्नुहुन्छ भन्ने अपेक्षा राख्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। आजको हाम्रो यो 5औं शाखा अधिवेशनको अध्यक्षता गर्नुभएको छ। पहिलो पाइला नेपाल दमक शाखाको अध्यक्ष राजु हिरोज्यू, प्रमुख अतिथि डाक्टर लेखनाथ नेपालीज्यू, हिमालयन टाइगर्सका अध्यक्ष हेमचन्द्र भण्डारीज्यू, डब्ल्युसिसीका अध्यक्ष राजा तिमलज्यू, रेड क्रस सोसाइटीका कार्य प्रमुख सिद्धार्थ राजज्यू, दमकमा सबैभन्दा बेसी रक्तदान गरेर धेरैचोटि सम्मानित भइसक्नु भएको व्यक्ति, त्यसैले दमकको कार्यक्रममा अघिल्लो कार्यकालको सल्लाहकार समितिको संयोजक राजकुमार श्रेष्ठज्यू, जीवन चक्र समाजका अध्यक्ष गणेश
व्यवसायहरू मैत्री समाजका अध्यक्ष राजीव पुर्वेज्यू लगायत सम्पूर्ण पहिलाका परिवारलाई म दमकपुरबाट तर्फबाट नमस्कार व्यक्त गर्न चाहन्छु। पहिलो पाइला आज 5औं यो शाखा अधिवेशन छ। पहिलो पाइलाबाट आज सायद 5औं पाइला तय गरिसकेको छ। यो पहिलो पाइला 5औं शाखा अधिवेशन यो पद हस्तान्तरण कार्यक्रमको शुभकामना व्यक्त गर्न चाहन्छु। यो 5औं पाइला जानिरहँदा अब तपाईहरुको कार्यकाल यसरी नै पाइला मात्रै अगाडि दौडेर जाओस् भन्ने शुभकामना म दमकपुरबाट तर्फबाट हजुरलाई व्यक्त गर्न चाहन्छु। पहिलो पाइला मात्रै नभएर दौडिने गरी समाजमा देखियोस् भन्न चाहन्छु। आज यस पहिलो पाइला नेपाल दमक शाखाको 5औं शाखा अधिवेशन र पद हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष र यस पहिलो पाइला दमक शाखाका अध्यक्षज्यू, त्यसै गरेर आजको कार्यक्रमका मुख्य अतिथि डाक्टर लेखनाथ दलवाईज्यू, ग्यासमा आसीन सम्पूर्ण अतिथिज्यूसित ग्यासभन्दा बाहिर हुनुभएको सम्पूर्ण अतिथिज्यूहरू, त्यसै गरेर यस पहिलो पाइला दमक र शाखाका पदाधिकारी र सदस्यज्यूहरू, पत्रकारज्यूहरू लगायत सम्पूर्ण आदरणीयहरूमा म मेरो तर्फबाट व्यक्तिगत तर्फबाट र म आबद्ध संस्था क्लब हिमालयन डायरीको तर्फबाट यहाँ सम्पूर्ण यहाँ आउनुभयो। यस पहिलो पाइला दमक शाखाले विशेष गरेर समाज रूपान्तरणमा दमक आसपासका क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याएको छ। यहाँहरू हामी सबै जानेका छौँ। विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूको दूरदराजमा रहेका जहाँ साह्रो अप्ठ्यारो परेको ठाउँमा ती भाइ बहिनीहरूको भविष्यको केही झोला कहिले तपाईँले न्यानो कपडा, कहिले ट्र्याक सुट, कहिले स्कुलका युनिफर्महरू लिएर यहाँ पुग्नु भएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कामहरू गर्नुभएको छ। यी महत्त्वपूर्ण कामहरूबाट यो पहिलो पाइलाको पाइलाहरू तथापि अनवरत रूपमा यहाँहरू लागि पर्नुहोस् भन्ने पनि मेरो शुभकामना छ। र अघिल्लो कार्यकालमा पनि यहाँले अत्यन्तै महत्त्वपूर्ण कामहरू गर्नुभएको थियो र अब आउने नयाँ गर्ने यो समिति यहाँले चयन गर्दै हुन्छ, त्यसले अझ महत्त्वपूर्ण योगदान पुर्याउन सकोस् भन्ने पनि मैले यहाँले शुभकामना व्यक्त गरेँ। र यहाँ अझै धेरै हुन्छ र हामी आज महत्त्वपूर्ण कार्यक्रममा छौँ र मैले धेरै समय लिन चाहिनँ। कुनै एकपल्ट म मेरो व्यक्तिगत तर्फबाट म आबद्ध यो संस्थाबाट यहाँ आज यो कार्यक्रमको सफलताको पनि शुभकामना गर्दछु र भावी बन्ने समिति पनि अझ जागरुक भएर यहाँ समाजमा बनाएको महत्त्वपूर्ण योगदान गर्नेछ भन्ने आशा गर्दै मेरो शब्द अन्य गर्छु। धन्यवाद। मित्र लवराजी, आजको यस 5औं शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमलाई समाजसेवा गर्नुहुने मित्र राजु लवराजी, आजको यस कार्यक्रमको प्रमुख अतिथि आदरणीय व्यक्तित्व डाक्टर लेखनाथ दलवाईज्यू, डान्समा आसीन विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने सङ्घ संस्थाका प्रतिनिधि तथा प्रमुखज्यूहरू लगायत यस हलमा रहनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई म डब्लुजिसिस वर्ष 2024 को अध्यक्षको तर्फबाट तथा मेरो संस्था डब्लुजिसिसको सिंह परिवारको तर्फबाट स्वीकार गर्न दमकमा धेरै सङ्घ संस्थाहरू रहेका छन्। विभिन्न सङ्घ संस्थाहरूमा रहेका मध्येबाट पनि आफ्नो छुट्टै पहिचान राख्न सक्नुभएका यस पहिलो पाइला नेपालका अध्यक्ष, वर्तमान अध्यक्ष मित्र राजु निरला लगायतका टिमका उहाँका सम्पूर्ण टिमलाई म हृदयदेखि हार्दिक आभार प्रकट गर्न चाहन्छु। सार्वजनिक क्षेत्र अघि बढाउने तपाईँले पुर्याउनु भएको योगदान मूल्याङ्कन गर्ने 5औं अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमको अवसरमा धन्यवाद यो प्रशंसा पत्र प्रदान गर्दछौँ। प्रमुख अतिथि लेखनाथ दलवाई, शाखा अध्यक्ष गोविन्द निरला, म यो सम्मान पत्र हस्तान्तरण गर्नको निमित्त आजका प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष राजु निरलाजीलाई र अतिथिको निमित्त हाम्रा पहिला पाइला नेपालका दाता सामाजिक व्यक्तित्व युवा क्षेत्रलाई म हात उठाउन चाहन्छु। सबैले ताली आजको देश कार्यक्रमका प्रमुख अतिथि आदरणीय डाक्टर लेखनाथ दलवाईज्यू र अभ्यासमा आसीन सम्पूर्ण पदाधिकारीज्यूहरूलाई कार्यक्रममा उपस्थित हुनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। म भूमिका नबाँधिकन हाम्रो संस्थामा मैले 2082 साल भदौ 2 गतेदेखि संस्थाको अध्यक्ष पद गरिरहँदाखेरि मलाई साथ र सहयोग पुर्याउने 2 जना सबै सदस्य छोड्नु भएको छ। सबैले प्राप्त गर्न सबै उस्तै हुन्छ त्यो लागि
दुईजनालाई मैले मेरो व्यक्तिगत तर्फबाट सम्मान राखेको छु र यो गोप्य थियो अहिले भर्खरै म यहाँ खोलेको यो र मैले हाम्रो कार्यक्रममा नियमित रूपमा संस्थामा रही विभिन्न कार्यक्रम गर्दै गर्दाखेरि उहाँको साथ र सहयोग अतुलनीय रहेको थियो। उहाँले कुनै पनि कार्यक्रम नछुटाई आउनु भएको थियो कार्यक्रममा। उहाँ जस्तो व्यक्ति हुन्छ उपाध्यक्ष दल संरक्षक उहाँलाई यो सम्मान पत्र दिने लागि अनुरोध गर्छु र दिदीलाई लागि पदमाथि दिन हार्दिक अनुरोध गर्छु। उहाँलाई यो सम्मान दिनलाई हार्दिक अनुरोध गर्छु र यो सम्मान पत्र म प्राप्त गर्न चाहन्छु। पहिलो भने नेपाल दमककारले निरन्तर यहाँसम्म ल्याउन विशेष भूमिका निर्वाह भएकोमा तीव्र दमक विरोध गर्दै पाँचौँ सरकारले पद हस्तान्तरण कार्यक्रम गर्नुमा यो धन्यवाद सहभागी यो पत्र प्रदान गर्दछु। सर्वप्रथम डाक्टर अध्यक्ष यो लिखित पूजा गर्नलाई हार्दिक धन्यवाद गर्दै र सबैजनाको आज यो महत्त्वपूर्ण दिन पाँचौँ शाखा अधिवेशन पद हस्तान्तरण कार्यक्रमका सभाध्यक्षज्यू प्रमुख म बिदा हुन्छु। धन्यवाद। म यो प्रमाणपत्र हस्तान्तरण गर्नको निमित्त आजका कार्यक्रमका प्रमुख तथा शाखा अध्यक्षज्यूलाई लेखिएको कुरामा पाठन पनि गर्न चाहन्छु। प्रशंसा पत्र सुनाए प्रशंसा पत्र पहिलो नेपाल शाखालाई शुभेच्छा सार्वजनिकमा अघि बढाउने तपाईँले पुर्याउनु भएको योगदान उच्च निर्माण गर्दै पाँचौँ शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमको अवसरमा सब धन्यवाद यो प्रशंसा पत्र प्रदान गर्दछौँ। प्रमुख अतिथि लेखनाथ गौतम शाखा अध्यक्ष हामी संस्थाको कार्यालयबाट मैले यो कुरो बुझिनँ पनि मलाई थाहा छैन। सिका सरकारी संस्थाका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घको महिला सदस्य ढुका कुमारज्यूलाई यो सम्मान पत्र दिदिनको निमित्तमा हार्दिक अनुरोध गर्न चाहन्छु र दिदिनको निमित्त उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष रुबल अधिकारीज्यूलाई र आजका प्रमुख अतिथि लेखनाथ नेपलजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
हामी सबै अगाडि हुनुहुन्छ एउटा दलको सफल धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रममा प्रमुख अतिथिज्यू अन्य ग्यासमा आसन विभिन्न संस्थाका प्रतिनिधिज्यूहरू यस शाखाको म अध्यक्षको प्रतिवेदन वाचन गर्न गइरहेको छु। मैले संक्षिप्तमा वाचन गर्न चाहन्छु। आजका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सम्पूर्ण अतिथिज्यूहरू, सदस्यज्यूहरू तथा उपस्थित महानुभावहरूमा मेरो हार्दिक नमस्कार। आज यस महत्त्वपूर्ण अवसरमा पहिलो महिला नेपाल दमक शाखाको तर्फबाट विगत अवधिमा सम्मान गरिएका विभिन्न सामाजिक साहित्य तथा मानव सेवामूलक कार्यक्रमको संयुक्त विवरण मन्तव्य लगाउँदा म अत्यन्त गौरवित र महसुस गर्छु। हाम्रो संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै सन्दर्भमा हामीले विद्यार्थीको व्यक्तिगत विकास तथा सुरक्षाको प्रबन्धन गरेर त्यसका साथ कपाल कटाउने अभियान सञ्चालन गरेको छ। यस अभियानमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई निःशुल्क सेवा प्रदान गरिने आत्मविश्वास अभिव्यक्ति गर्न र सहयोग पुगेको विश्वास लिएका छौँ। त्यसै गरी शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत आवश्यकता रहेका विद्यार्थीहरूलाई कपी कलम लगायतका शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो। यस कार्यक्रमले बालबालिकाहरूलाई शिक्षाप्रति थप प्रेरित गर्ने कार्य गरेछ भन्ने हामीले महसुस गरेका छौँ। हाम्रो शाखाले सरसफाइ अभियान समेत विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आइरहेको छ। वातावरण स्वच्छ राख्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्ने समेत दिनका लागि समुदाय स्तरमा सक्रिय सहभागिता जनाएको थियो। यसले जनचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ। हामीले योभन्दा अगाडि शिव सप्तशीमा रहेको गौ माताहरूलाई हामीले आहारा र मन्दिर सरसफाइ गरेको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। विशेष गरी श्रावण महिना भए प्रसाद वितरण कार्यक्रम सञ्चालन गरी धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत सम्मान गर्दै सामाजिक एकता र सद्भाव कायम गर्ने प्रयास गरेका छौँ। यस कार्यक्रममा स्थानीय मान्छेको उल्लेखनीय सहभागिता रहेको थियो। पहिलो महिना नेपाल दमक शाखाको कपाल कटाउने अभियान हाम्रो निरन्तर रूपमा चलिरहेको कुरा जानकारी आउँछ। यो विश्वको हाम्रो पहिलो महिना नेपाल दमक शाखाको अभियान रहेको छ। यो हामीले सुरुवात गरेको छौँ। यो अभियानलाई सार्थक बनाइदिन तालिम दिनलाई हामी गर्न चाहन्छु। त्यसपछि अहिले तपाईँले बजिरहेको प्रत्येक कुनै विद्यालयहरू कपाल कटाउनबाट सचेत हुनुहुन्छ, उहाँहरू कपाल काट्न सक्नुहुन्न, त्यस्ता विभिन्न प्रकारका विद्यार्थीहरू हुनुहुन्छ भने हामी निःशुल्क रूपमा विद्यालयद्वारा कपाल कटाइदिन्छौँ। विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यो काम गरेका छौँ। त्यसै गरी आकस्मिक कार्यक्रम मार्फत हामीले रक्तदान जीवनदान भन्ने सन्देशलाई बेहोरा उठाउने प्रयास गरेका छौँ। यस अभियानबाट थुप्रै विद्यार्थीहरूले अस्पतालको बेडसम्म पुर्याउने थुप्रै विद्यार्थीहरूले अस्पतालको बेडसम्म पुर्याउन रक्तदान गरेका छौँ। जस्तै हामीले त्यो स्टेपमा रक्तदान गर्छौँ। कोही विद्यार्थी हुनुभयो, कसैलाई ज्वरो भयो भने हामीले कार्यक्रम नगरे भने हामी स्टेपलाई आकस्मिक रूपमा हामी सबै हाम्रा संस्थाका सदस्यहरू एक्टिभ हुनुहुन्छ, उहाँहरू प्रयोग गरेर हामी गएर हस्पिटलहरूबाट दिन्छौँ। यी सबै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेर सहयोग पुरा गर्ने सम्पूर्ण सदस्यज्यूहरू, सहयोगी संस्था तथा शुभेच्छुक महानुभावहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउँदै जाने हाम्रो प्रतिबद्धता रहेको छ। अन्तमा यहाँको निरन्तर साथमा सहयोगको सुझावको अपेक्षा राख्दै मेरो मन्तव्यलाई यही समर्पण गर्न चाहन्छु। धन्यवाद र कार्यक्रम पनि सम्पन्न भएको निर्वाचन समितिको सदस्यका रूपमा आसन ग्रहण गरिदिनु हुन आदरणीय व्यक्तित्व श्री विमल शर्माजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुन आदरणीय व्यक्तित्व श्री गणेश प्रधानजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। निर्वाचनको प्रक्रियामा छौँ। तसर्थ हिजै हाम्रा पदाधिकारी तथा सदस्य उम्मेदवार साथीहरूले नोमिनेसन फारम भरेर निर्वाचनको प्रक्रिया टुङ्गिसकेको छ। आज उहाँहरूको शपथ ग्रहण र प्रमाण पत्र वितरणका कार्यक्रमहरू अनि नियन्त्रण गर्न चाहन्छु। कोही नेपाल दमक शाखाले योचोटि 13 सदस्य कार्यक्रम
11 सदस्य 11 सदस्य कार्यसमिति चयन गरेको छ। म उहाँको नामले पालन गरिदिन्छु, कृपया अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। निर्मित कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ श्री सुनु चौधरी, उहाँलाई अगाडि आमन्त्रण गर्न चाहन्छु। निर्मित कार्यसमिति सदस्य सुनु चौधरी। निर्मित कार्यसमिति सदस्य नगरायत अधिकारी हुनुहुन्छ। निर्मित कार्यसमिति सदस्य नगरायत अधिकारी। त्यसै गरी निर्मित कार्यसमिति सदस्य पुस्तक पौडेल। त्यसै गरी निर्मित कार्यसमिति सदस्य रोशन अधिकारी। त्यसै गरी निर्मित कार्यसमिति सदस्य सन्तोष बाबु कविता। त्यसै गरी निर्मित कार्यसमिति सदस्य उत्तर मान्डे। त्यसै गरी निर्मित कार्यसमिति सदस्य तुलसा शिवापति। त्यसै गरी निर्मित कार्यसमिति कोषाध्यक्ष विनोद अधिकारी, उहाँलाई पनि कुनै कोषाध्यक्ष पदमा हुनुहुन्थ्यो। त्यसै गरी सचिव पदमा निर्वाचित हुनुभएको श्री पूजा दाहाल, उहाँलाई पनि अगाडि त्यसै गरी उपाध्यक्ष पदमा पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएका श्री ललायत सरकारजीलाई धेरै अगाडि त्यसै गरी अध्यक्ष पदमा दोस्रो कार्यकालका निमित्त निर्विरोध कार्यकाल समन्वयपूर्वक सम्पन्न गरी विभाग संस्थालाई यहाँ राख्दै पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुहुने आदरणीय श्री राजु निरौला गोविन्दजीलाई अगाडि आइदिन आग्रह गर्न चाहन्छु। प्रमाणपत्र वितरण र ईमानदारीका साथ पदीय जिम्मेवारी पालना गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारी हुन आएको कुरामा पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रत्येक कानुनको पालना गर्न बाहेक अरू अवस्थामा कुनै पनि किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। हस्, धन्यवाद। र सदस्यज्यूहरूलाई शपथ ग्रहण गरिरहेको छु। पद तथा गोपनीयताको शपथ ग्रहण अनुसूची 11 नियमावली नियम 19सँग सम्बन्धित आफ्नो पदको शपथ छ। यहाँ म आफ्नो नाम भनिदिनु होला, अलिक सानो। म सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु ईश्वरको नाममा शपथ दिन्छु कि पहिलो पाइला नेपालको विधान नियमावली विनियमावली र समग्र पहिलो पाइला नेपालप्रति पूर्ण पहललाई आफ्नो पदको नाम होला जिम्मेवारी कसैको नगरी पक्षपात नगरी कसैको प्रति पूर्वाग्रह वा खराब भावनाले ईमानदारीका साथ पालनाको सिलसिलामा आफूलाई जानकारी हुन आएको कुरामा पदमा बहाल्नका वा नरहँदा जुनसुकै अवस्थामा पनि कर्तव्य कानुनको पालना गर्न बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। धन्यवाद।
यो प्रमाणपत्र जारी गरेकोमा निलम्बित प्रक्रियामा तथा अतिथिहरू तथा साथीज्यू मैले सम्बोधन नगरे कुराहरू अहिलेको सम्बन्धमा तत्त्व भन्दै अगाडि बढ्न चाहे। उपस्थित हुनुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै मेरो टिममा सबसम्म निर्वाचित हुनुहुने तपाईँहरूमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै यो समितिलाई सफलताको शुभकामना व्यक्त गर्दै उपस्थितमा केन्द्रमा पदाधिकारीज्यूहरू पनि आउनुमा धेरै खुसी लागेको छ र डाक्टर नेतृत्व कमिटीज्यू हुनुहुन्छ मलाई लामो समय टाइम लिएर हुँदैन जवाब दिनुहुन्छ र पनि सर मेरो रिक्वेस्ट नगरे सरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै उपस्थित सबैमा फेरि पनि नमन गर्न बाध्य भयो। यति टाढाबाट आएर यो संस्थालाई हौसला दिनुभयो। कार्यक्रमका अध्यक्षज्यू साथै अब यो नयाँ वर्षलाई राख्नका फेरि तयार हुनुभएका पहिलो अध्यक्षज्यू यहाँ उपस्थित हुनुभएका र मञ्चमा आसीन आदरणीय व्यक्तित्व फ्लोरमा रहनुभएका सम्पूर्ण ऊर्जाशील व्यक्तित्वहरूमा नमस्कार गर्दछु। म एउटा सानो प्रसङ्ग कोट्याउँछु। मान्छेका 3 जना साथी हुन्छन् अरे, यहाँनिर सुन्नुहोस् है। मान्छेका 3 जना साथी हुन्छन् अरे। साथी त धेरै छन् हाम्रा, 3 जना मात्रै कसरी आयो भन्दाखेरि एउटा साथीले जीवनभर साथ दिन्छ, एउटा साथीले मरेको केही दिनसम्म साथ दिन्छ, एउटा साथीले मरिसकेपछि पनि साथ दिन्छ। अनुमान लगाउनुहोस् ती 3टा साथीहरूको। म भन्छु पहिलो साथी भनेको धन। हामी चलुन्जेल होइन, हाम्रो हातमा हुन्छ, हामीले काम गर्न सकुन्जेल धनले हामीले साथ दिन्छ। जब हामी कमाउन छोड्छौँ धनले पनि हामीलाई साथ दिन्छ। पहिलो साथी त्यसले मर्नुभन्दा अगाडिसम्म मात्रै साथ दिन्छ या हामी कसै पर्नुभन्दा अगाडिसम्म मात्रै साथ दिन्छ। दोस्रो साथी जीवन साथी अनि परिवार सदस्य, जसले जीवनभर साथ दिन्छन् अनि खोलामा लगेर डढाउँदै र 13 दिनसम्म साथ दिन्छन् होइन। त्यो दुःखमा त्यस पछाडि बिस्तारै बिर्सिँदै जान्छ। तर तेस्रो साथी अहिले हामी यहाँ भेला भएर यस्तो काम गरिरहेका छौँ, हामीले यो गर्न खोजेका छौँ, यो गर्छौँ, हाम्रो उद्देश्य यो भनेर भन्छौँ। त्यो तेस्रो साथी चाहिँ कर्म, हामीले गर्ने काम। असल काम गर्यो भने त्यो चाहिँ हामी सँगसँगै जाने हो। हुन त खराब काम गर्दा पनि त्यो खराब त्यो बजे मरो भन्छौँ हामी, तर असल काम गर्ने मान्छे चाहिँ अर्को जुनीको लागि पनि हामीले यदि जन्म लिनुपर्ने हाम्रो संस्कार अनुसार भनेको अर्को जुनीलाई पनि त्यसले फाइदा गर्छ। सँगै रह्यो हामीसँगै। त्यसैले तेस्रो साथी चाहिँ हाम्रो स्थायी साथी हो। मैले भन्न खोजेको स्थायी साथी चाहिँ कर्म हो, हामीले गर्ने काम हो, हामीले गर्ने सेवा हो। यो सेवा चाहिँ जति राम्रो गर्न सक्नुहुन्छ साथ और हम